सिटी घुम्दैछु होइन सरर पारेर आज हैदराबाद सिटी घुम्दैछु र तपाईँहरूलाई पनि देखाउँदैछु कस्तो रहेछ के रहेछ हेर्नु होला सबैले मनोरञ्जन लिनु होला आज पनि यस्तो ठाउँमा जाँदैछु कि तपाईँहरूलाई त्यहाँ पुगिसकेपछि मात्रै त्यो ठाउँको नाम र के गर्नु गाह्रो हुन्छ बताउनेछु है जिन्दगीमा घुम्नुको मजा लिनुहुन्छ भने साथीहरू झट्ट लाएर हैदराबाद आउनु होला हैदराबादको सिटीहरू घुमेर जानु होला भन्न चाहन्छु मेरो दर्शकबिनहरूलाई एकदम हैदराबाद आउनेमा एकदम सुन्दर र सफा वातावरण हो महलहरू कति राम्रो राम्रो घरहरू होइन कम्पनीहरू कतिपय साथीहरू त आएर पनि घुम्नुभएको होला यहाँतिर होइन अरू पनि साथीहरूले पनि हेरिदिनु होला भन्न चाहन्छु लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु होला सबै साथीहरूले माया गरिदिनु होला मलाई पनि भर्खर नयाँ युट्युबर बन्दैछु अरू ठाउँभन्दा पनि हैदराबादको सिटी चाहिँ ल साह्रै राम्रो छ यति ठुलो सपिङ महल छ यहाँ हेर्नु साथीहरू हेरौँ है साथीहरू हेरौँ हैदराबादको सिटी हाम्रो बुङ्गुरको मासु कटिङ हुँदैछ होइन आज हाम्रो साथीको बर्थडे रहेछ आज त्यसो भएर हामीहरू आज बुङ्गुर खान्न त भनेर साथी सबैले मिलेर आज बुङ्गुर खाँदैछौँ साथीको बर्थडे पनि छ त्यही भएर हाम्रो यहाँ बुङ्गुर कटिङ हुँदैछ 2.5 केजी लिँदैछौँ हामीले तपाईँहरूलाई पनि चाहिन्छ भने टक्क लगाएर आएर लिन सक्नुहुन्छ फास्ट कटिङ हुँदैछ हैदराबाद आओ बुङ्गुर खाओ सब मोटाओ घर जाओ यति स्पिड सबै चिज मिक्स गरेर लिँदैछौँ अनि फाइनल्ली बेलुका कस्तो पाक्दो रहेछ भनेर तपाईँलाई पनि देखाउने छु कसरी पकाइन्छ भनेर त्यसरी लास्टमा युट्युबमा हाल्नेछु सबैले माया गरिदिनु होला
मेरो घर आयो मास खान्छ थाहा क्या मस्त मस्त डिश बन्दैछ चप्पल बनाएर पनि आज चप्पल हमारा सर जी थोड़ा बाहर कुछ फेंकने के लिए जा रहे हैं और फिर आएगा और मार्केट का नाम भी बताएगा आप लोग भी आके ले के जा सकते हैं आराम से कुछ टेंशन नहीं है 24 घंटा फ्री ओपन रहता है ये एनी टाइम कितना टाइम चालू रहता है जी ये सुबह 10 से लेकर रात को 10 बजे तक चालू रहता है। ठीक है मैं इसको यूट्यूब में डालेगा देखेगा तो कोई दूसरा लोग भी आएगा हम 2-3 बार आ गया ना इसलिए ये मार्केट का नाम भी बताइए आप ये माधापुर पुलिस स्टेशन है, पिलर नंबर 17-17। कोई और दूसरा में आएगा ना आपको फायदा रहेगा ठीक है जी फाइनली प्याक भइसक्यो अब हामीहरू लाग्छौँ